अनुसन्धान, आविष्कार, नवप्रवर्तन जस्ता किसिमका कुराहरूलाई चाहिँ एकदमै जोड दिनको लागि विज्ञान मन्त्रालय एउटा बलियो मन्त्रालय बनाउन अहिले गर्ने भनेको यतिसम्म सकिएला भन्ने कुरा छ। किनभने यो विज्ञान प्रविधिको विकास भनेको यो 6 महिनामा, 2 महिनामा, 2-3 महिनामा गर्न सकिने कुरो होइन। एउटा आधार चाहिँ बनाइदिने, एउटा बलियो जग बनाइदिने, विज्ञान प्रविधि मन्त्रालयलाई छुट्याउने र नेपालमा भइरहेका यो जो विभिन्न किसिमका विज्ञान प्रविधि सम्बन्धी अनुसन्धानका कुराहरू लिएर चाहिँ त्यो मन्त्रालय अन्तर्गत गराउने भनेर चाहिँ यो मन्त्रालय चाहिँ छुट्याउन खोजेको हो। र त्यसको लागि चाहिँ मन्त्रालय त छुट्याइन्छ, तर यो प्रविधिको विकास कसरी गराउने त, विज्ञान प्रविधिको विकास कसरी गराउने, नवप्रवर्धन कसरी गराउने भन्ने कुरामा चाहिँ के छ त भन्दाखेरि अब युनिभर्सिटीहरू छन् नेपालमा। काठमाडौँ युनिभर्सिटी